प्रेम प्रणाम सम्पूर्ण सुन्दर साथीहरुमा। आज चाहिँ म यस नुवाकोटको भैरवी मन्दिर आएको छु। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ भैरवी मन्दिर रहेको छ र हजुरहरूले यहाँ आएर घण्टी पनि बजाउन सक्नुहुन्छ। घण्टी चाहिँ अलिकति राम्रो खासै रहेनछ, पक्कै पनि अर्को पटक आउँदाखेरि यो घण्टी चाहिँ फेरिनेछ भन्ने आशाको साथ अर्को पटक यस ठाउँमा आउँदाखेरि अर्को घण्टी पक्कै रहनेछ। हजुरहरूले भिडियो मार्फत हेरिरहनु भएको होला पक्कै पनि। अब यहाँको समितिले अर्को पटक यस घण्टीलाई राख्नुहुन्छ होला भन्दै यस मन्दिरको दर्शन गर्न पाइयो, खुसी लाग्यो। प्रेम प्रणाम।